आज हाम्रो सोरुममा चाहिँ सीताको सासू आउनु भएको छ। हजुरको नाम के हो म्याम? मेरो नाम सविता गुरुङ। नमस्ते। नमस्ते हजुरले अब भिडियो हेरेर आउनु भएको? तपाईको भिडियोमा खुब मैले लाइक गरिराख्थेँ अनि यो माटोको भाँडाहरू साह्रै मलाई पनि मन पर्यो। हजुर। एउटा अनि मेरो छोरीलाई पनि चाहियो रे भनेर म पनि यसो लिउँ यहाँ के मन पर्ने कुराहरू छ भने, तर मलाई त सबै पसलै उठाउँ जस्तो लाग्यो। हुन्छ, राख्ने ठाउँ छैन। हजुरले पनि हाम्रो भिडियो हेर्नुभयो, हामी पनि हजुरको भिडियो हेरेको कस्तो लाग्यो, हेर्छौँ। सीता कस्तो लागिरहेछ अहिलेसम्म सीता हाम्रा कमी कमजोरीहरू औँलाइदिनुहोस्, हामी अझै सच्याएर राम्रो राम्रो गर्दै लैजान्छौँ। एकदमै राम्रो छ, मनपर्छ। अनि आज हजुरसँग भेट हुन पनि पाएको, त्यो सोचेको पनि थिएन होइन। खुसी लाग्यो। फेरि पनि आउनु होला। आउँछु। अब म जे चाहिए पनि म यता एक त धर्मस्थलीमा म आइराख्नु छु, अनि केही सामान चाहियो कि म आइहाल्छु। हुन्छ, आउनुहोस्। अब अनलाइन मगाउँदा नि हुन्छ। अनलाइन भनेको कुरा आफूले देखिँदैन अथवा अनलाइनमा चाहिँ तपाईँलाई भेट हुँदैन। तपाईँलाई भेट्न पनि बुवा चाहिँ पहिला पनि आउनु भएको थियो। हजुर। अनलाइन भयो भने तपाईँलाई भेट हुँदैन, फेस टु फेस यसरी हेर्न पाइँदैन, फोटो मात्र हेर्न पाइयो। त्यही भएर तपाईँलाई नै भेट्छु भन्ने हिसाबले म आज आएको फुर्सद मिलाएर। हजुरलाई धन्यवाद। ल तपाईँलाई पनि धन्यवाद। सामान असाध्यै मिलाएर दिनुहुन्छ उहाँले, मलाई पनि मिलाएर दिनुभएको छ। हजुरहरूलाई केही भाँडाकुँडा अहिलेको स्वास्थ्यलाई ख्याल गरेर माटोको भाँडा निकै चल्ती आइराखेको छ। मैले घरमा त चल्ती गरिराखेको छु, तर यो इन्डियामा बनेको अलिक बलियो हुन्छ, राम्रो हुन्छ भनेर मैले पनि एउटा लिने सोच गरेर म यहाँ आएँ कि तपाईँहरू पनि यहाँ आइदिनुहोस्। बालाजु यो जरङको जाने बाटोमै छ पसल, आएर किनिदिनुहोस्। हाम्रो बहिनी एउटा लेडिज मान्छेले यस्तो व्यवसाय गर्नुभएको छ, प्रोत्साहन दिनुहोस्। नमस्ते। हुन्छ, नमस्ते।